पानी परेर म त अब के हुने होला हिजोदेखि पानी परिरहेको छ बिहानभरि रातभरि परिरहेको छ आज पर्दैन के भन्दा नि बिहान फेरि छिटाइन्छ हुन त हो नि अब माया भन्नु यस्तै हो कि मलाई मात्रै यस्तैन तिम्रा भाकाहरूले मेरो मुटु छोइसकेछन् मैले पनि होइन मेरा भाकाहरूले तिम्रो लागि रोइसकेछन् परिचय दिँदै आउनु है म्यामहरु हामी कहाँ आइरहेको छौँ म्याम लेले भ्यू रिसोर्ट लेले भ्यू रिसोर्टमा आउँदै छु भर्खर ओके मात्रै ल आउँछ नि हेलो हाय लेले भ्यू रिसोर्ट ए लेले भ्यू इन लेले भ्यू इन हेलो हेलो अस्ति भर्खर जस्तो लाग्यो आज नहाल्नु होला अहिले फेरि पछि आउनु ल है डेटिङ आउँदा पनि हुने रहेछ सर म्यामहरु सरहरु लिएर ल आउनु 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 जहाँ पनि तिमीहरूले भिडियो भएछ त मिस भिडियो गरे खै अरु आउँदै हुनुहुन्छ नि यो त कहनु म बनाइहाल्छु तपाईँको पिर नगर्नु यहाँ हेर्नु है हाम्रो म्यामहरूको सबैजनाको आफ्नो आफ्नो यता टिकटक बनाउने अनि यहाँ यहाँ हेर्नु जोडी जोडी बनाएर उता हेर्नु अर्को जोडी फोटो खिच्ने पोज पोज हेर्नु है यहाँ अर्को म्यामको फोटो खिच्ने पोज यहाँ हेर्नु न पोज एकजना म्यामलाई गाडी लागेर एक्लो एक्लो यहाँ हेर्नु दुईजनाको यहाँ हेर्नु हेर्नु है यहाँ अर्को 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 तीनजनाको ग्रुप यहाँ हेर्नु हाम्रो म्यामको टिकटक आयो है आबा क्यामेराम्यान भिडियो म्यान एकदम मिठो साह्रै मिठो हाम्रो ब्रेकफास्ट मिस तपाईल बजो तरकारी मिठो छ आउँछ आउँछ
ननभेज अर्को पनि हो ननभेज अर्को दुईटा तीनजना मिलेर एउटा खाने तपाईँहरू तीनजना मिलेर एउटा हो अनि तपाईँहरू के खाने भेज हो यहाँ एक सुटेछ हो एक सुटेछ हो कोही टोली चाहिँ पछाडि हैन ग्रुप 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 छौँ हामी यतिजनाको टोली चाहिँ यता छौँ ब्रेकफास्ट चाहिँ भोग लागिसकेर हामी खान थाल्छौँ यो पछाडि हेर्नु न यो टायर कस्तो ल सरस्वती कुण्डमा है अनि भन्नु न स्पेसल यहाँको के चाहिँ राम्रो लाग्यो तपाईँहरूलाई लेलेकमा आउनुभयो होइन यहाँको स्पेसल के लाग्यो यस मलाई त यो हरियो पात अनि अक्सिजन ल लेले कुण्ड सरस्वती कुण्डबाट यतापट्टि ज्ञान कुण्डमा म्यामहरू प्रवेश यो चाहिँ हाम्रो बडीगार्ड हो अघिदेखि आइरहेको छ बडीगार्ड हेलो के छ उता चाहिँ क्यामेराम्यान हुनुहुन्छ है यता चाहिँ हाम्रो फोटो खिच्दै ल पोस्ट दिइसके छिटो खिच्न कस्तो लाग्यो लेलेको सरस्वती कुण्ड म्यामहरू अब हामी कहाँ जाँदैछौँ अब मनोकामना मन्दिर मनोकामनामा दर्शन गर्न नसके नि होइन यसको नजिकैकोमा हामी गएर चाहिँ गर्दैछौँ गाडीभित्र चढ्यौँ फेरि आज हामी घुम्न आएको कहाँ म्याम घुम्न आएको मनोकामना पानी श्रमजित ग्रुप हेलो म निर्मला अस्ति हेलो म मेलिना आचार्य हेलो म रजनी महर्जन नाम त भन्नै बिर्सेको हेलो म प्रमिला सक्यो हाय म कौशली भन्नु न ल आउनु आउनु यो माथि चाहिँ मनोकामना आइपुग्यौँ है हामी चाहिँ अनि टिकटक बनाएर मात्रै हुन्छ त यहाँ हेर्नु न टिकटक बनाउने त्यसपछि झुप्पो भएर हेर्ने कता आएछ हेर्नु न यो ग्रुप टिकटक बनाउने एक झुन्ड भाउने अनि हेर्ने यसो रमाइलो गर्न आएको हो लुखै अब के गर्ने भन्नु है अब फेरि टिकटक फेरि टिकटक हो हेर्नु यहाँ पोज दिँदै हुनुहुन्छ यहाँ अब सबजना टिकटक मनोकामना मन्दिर के ल आज चाहिँ अब चाहिँ हामी मनोकामना मन्दिरको यो सिँढी चढ्दैछौँ केही समय पछाडि हामी मनोकामना पनि पुग्छौँ म्याम हामी दुईजना चाहिँ पछाडि पछाडि छौँ होइन यहाँ छोडिरहनु भएको छ म्यामहरूले त्यही सकेर होइन हामी चाहिँ यहाँ भिडियो बनाएर बसेर यस्तो राम्रो भ्यू छ होइन ए हाम्रो टोली चाहिँ ऊ माथि बिचाउनु भएको ल
यहाँ हेर्नु न म्यामले मेरो फोटो खिच्दै हुनुहुन्छ भगवान् जस्तो दिनु पऱ्यो नि अब पोज कस्तो आयो ल के गएर हाम्रो भिडियो आइरहेछ फेरि हेर्नु म्याम आमामा कति राम्रो देखेको तपाईँले आज यो सेतो सेतो यो कुलो चाहिँ कहाँबाट आयो होला लाग्यो त मलाई यो धारो रहेछ यहाँ धारो रहेछ लु म्याम पानी खानु मिल्छ होला यो पानी जस ले पानीको चाहिँ लास्टै धनी ठाउँ रहेछ यार जङ्गल यत्रो छ माथि है मलाई नि जल पानी हाल्ने पानी खान्छु ल खानु पुग्यो मनोकामना मन्दिर जो गोर्खाको मनोकामना जान सक्नुहुन्न उहाँहरू चाहिँ यो नजिकैको के अरे ललितपुरको लेलेमा रहेको यो मनोकामना मन्दिरमा आएर चाहिँ आफ्नो मनोकांक्षाहरू पुरा गर्न सक्नुहुन्छ ओह हाम्रो म्यामहरू यहाँ दर्शन गर्न थालिसक्नुभयो आमा कस्तो दामी हो बाफे देवा भन्छ नि त्यसलाई यो बाल्ने म्यामहरू किनिसक्नु भयो उहाँहरूले भिडियो बनाएको खोइ मोबाइल कस्तो राम्रो ठाउँ छ पुरा जङ्गल छ यहाँ चाहिँ ठ्याक्क मनोकामना मन्दिर छ है जो चाहिँ गोर्खाको मनोकामनाको यसो हात खुट्टा के पो हो म्यामहरू चाहिँ पुरा दर्शन गर्न मन्दिरभित्र बस्दै हुनुहुन्छ दुईजना चाहिँ यहाँ टिकटक बनाउँदै हुनुहुन्छ हेर्नु पछाडिबाट पछाडि चाहिँ आउनु भएको छ मलाई चाहिँ पछाडिबाट मलाई नि आउँदैन पछाडि अगाडिबाट मात्र आउँछ अनि आफै अगाडि आइन्छ फेरि आउनु त्यो त परिहाल्नु त सेल्फी हाल्नु त बनाएको तपाईहरु चाहिँ पिकनिक सिक्न हिँडेर यसो भल्देको मात्र हो यहाँ चाहिँ चिप्लै रहेछ है बाटो चाहिँ चिप्लै हुनाले चाहिँ इफेक्ट रहेछ यसमा इफेक्ट हालेको हामीले अघि मैले खिचेको त पनि इफेक्ट छ कि त्यो गर्नै मिल्दैन क्या त्यो ड्राफ्ट गरेको चाहिँ इफेक्ट हटाउनै नमिल्दो रहेछ कस्तो लाग्यो त म्याम आजको हाम्रो टिकटक हामी सबैजना टिकटक स्टकरहरू हो हामी त बिन्दास सिक्नु र यहाँ मैले कपाल कोरिरहेको छु अहिलेको त हाल्दिन बुझिन्छ यो सबैजना भएको कस्तो राम्रो यो खायो चाहिँ यो चाहिँ मन्दिर भन्दा नि माथिबाट मन्दिरको दाजुभाइ हुनसक्छ दिदीबहिनी हुनसक्छ यो चाहिँ सरस्वती ए मनोकामना मन्दिर मेन तल हो
के कराएको च्याउ 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 कराएको हेर्नु न यो जङ्गलमा होइन नि होइन ए हो म्याम यहाँ छ ऊ खोइ देखाइदिनु न मलाई ऊ यहाँ उयो ठुल्ठुलो बात भएको छ त यहाँ चाहिँ गोर्ताबे टिप्ने चाहिँ म्याम नजिक नजिक छैन होइन त यता नजिक हातले यो हो कि जस्तो लाग्छ यता त यो यो होइन होइन नि त्यस्तै लाग्छ र होइन नि म्याम त्यो त होइन होइन भइहाल्यो उतै गएर टिपौँ है सानो चाहिँ छ यहाँ मेरो छोरी कस्तो खुसी हुन्छ त्यो लगिदियो भने खान्छ त्यो रोप्ने होइन पिसाबहरू पोलेको बेलामा चाहिँ त्यस्तो के गरी खायो भने एकदम फाइदा हुन्छ भन्छ क्या गोर्ताप्रे उसले त्यस्तो हुनेलाई गोर्ताप्रे खोइ अघि खोइ त त्यो हात दुखाएको भनेर म्याम हाम्रो त देखाउँदैन म्याम उयो खाना मिल्छ भनेर भिडियोतिर देखाउँछ त उ त्यो म्याम उयो सर्पको रुख भात भन्छ नि हामीले उयोलाई यो क्या के पो भनेर खाँदो रहेछ टिकटकतिर देखाएँ मैले मलाई नि गाह्रो भयो ए पिकनिक आउने ठाउँ रहेछ है कोही मान्छेहरू त के भनौँ होइन कोही कसैलाई चाहिँ पिकनिक खान मन छ भने ललितपुर काठमाडौँ उपत्यकामा भ्यालीभित्र बस्दै हुनुहुन्छ भने सबैभन्दा नजिकको स्थल बन्न सकिन्छ है यो चाहिँ साथीहरू यहाँ हेर्नु न आहा माथिको पोज हेर्नु म्यामहरू ल आउनु आउनु फर्कियौँ है हामी म्यामलाई चाहिँ जुगा लागेर उल्का भएको थियो है हेर्नु नि यहाँ डराएर फेरि पनि अझै होला जुत्तामा मलाई त कस्तो डर लाग्यो जोतिर त झरेन छ गालामा चाहिँ आउँदैन है जे भए पनि त्यो रुखबाट झर्दैन तिनीहरू झर्छ कहिले पनि ए मिस जुका छ भने के टिपेको खोइ म्याम देखाउनु त के त्यो हो नि अरू छ त्यहाँ हेर्नु त गोटाप्रे गोर्ताप्रे उयो सानो पनि हुन्छ होइन म्याम उयो टिके सानो भएको पनि हो नि हुन चाहिँ तर त्यो भन्दा त्यही हो छ त ऊ त्यो पनि ऊ त्यो पातमुनि क्या उताको पातमुनि उयो पातमुनि हेर्नु त हो त्यहाँ त्यो पातमुनिको त्यो गोलो गोलो पात देखेको छ त हो आयो त अलिकति मलाई एकछिन साथी बस्दिनँ है मिस म त पानी खान आएको के तपाईँलाई खोइ पानी कस्तो मिठो पानी रहेछ धारा ए यहाँ पनि छ धारा ओहो कहाँबाट जानुभयो ल आउनु आउनु हेर्नु न यहाँ बुढी मान्छे बिचरा डर लागेर छोडेर जानु अरे साथीहरूले आउनु आउनु नडराइ आउनु है म बस्छु यहीँ अरू ग्रुप उहाँ तल पुगिसक्यो हामी गोर्ताप्रे खोजेको कुरो चाहिँ यहीँ छौँ औषधी जडीबुडी हो अरे नि त गोर्ताप्रे कि घोडताप्रे के जुगा त लागेको छैन नि खुट्टातिर हेर्नु है हो तपाईँ चाहिँ खुसी हो कि होइन नि आज तपाईँ चाहिँ खुसी हो कि होइन आज खुसी हो नि मिस म कतै घुम्नै पाउँदिनँ होइन है ल जाउँ यो है सबै हो बिजोग छ नि बाटो के गरी रोप्नुपर्छ मिस यो सर्दै सर्दैन त्यो जरा यसो हालिदिने क्या धेरै पानी चाहिँदैन नि यसलाई हो मैले कौशली मिसलाई भन्नु चाहिँ गाउँ गएर पनि पनि दिन्छु म फेरि हेर्नु हेर्नु है जुगा हुनसक्छ खै कसलाई जुगा पस्यो अघि नै थाली छ है तपाईँ छ है निकाल्न सक्ने
म तान्दिन्छु त्यसले टोक्ने होइन जाप मलाई त कस्तो काचिला काचिला भयो भने के तान्दिनु भन्नु जुका भयो आयो त्यही तासो निकाल्दिनु दबाई त मिठो लाग्यो हुनु पर्ने हैन मेरो चाहिँ छ कि छैन मेरो खुट्टा जुका भनेर नहेरा भए त टोक्थ्यो होला खायो भने हाम्रो असुधराको खान्छ हामीलाई क्यान्सर हुनबाट मलाई जुका चाहिँ डर लाग्दैन त्यही भएर अघिको 2-4 वटा के बनाइदिनु म्याम हो कुन गीतमा त्यही सर्छ के हाम्रो यहाँ बाँदर त पशुपति र स्वयम्भूमा चाहिँ देखेँ मैले यहाँ मनोकामना पनि आयो त्यो बाँदरले डरायो जस्तो छ बाँदरले सानो बाँदर डराएको यो कस्तो ठुलो हैन हामीलाई यसले केही गर्दैन नि हैन उनीलाई हेरेन भने त्यही गर्छ अब हिसाबमै गयो बनाउँदै कति आइरहेको जा जा भाइको उनीलाई जिस्काउनु हुँदैन नि अहिले मलाई भिडियो पठाइदिन्छु त ट्याग गरेको टिचरमा त केही त हुन्न त्यही तपाईँले मात्रै देख्ने हो तपाईँ मैले ट्याग गरेर तपाईँको फ्रेन्डले देख्दैन रहेछ कि टिचरमा पहिला हाल्नु पर्यो हो भने तपाईँलाई पठाइदिनु तपाईँले त्यही भिडियो हाल्नु पाउनुभयो नि त किन ट्याग गर्नु मलाई चाहिँ बिचरा यसको त हात हेर्नु पाँच्यो खान नपाएर पशुपतिको कति मोटो मोटो हुन्छ त्यहाँ धेरै भक्तजन आउँछ है म्याम त्यहाँबाट यसरीको त कस्तो Hello guys, we are back to resort. हामी चाहिँ यो सरस्वती लेलेको हैन यो के भन्छ लेलेकै मनोकामना मन्दिरबाट चाहिँ ब्याक टु रिसोर्टमा जाँदै छ ब्याक टु लेले रिसोर्ट इन वाउ यहाँ फोटो राम्रो आउँछ भिडियो यो त भिडियो भिडियोमा के आउँछ कस्तो राम्रो आउँछ त्यहाँ माथि यो त भिडियो है त्यहाँको राम्रो भन्नुलाई यहाँ कपालको कुरा हुँदैछ कपाल सुन्नमाको छुड्याउ चायो ल ल किन ल म नेवारी भाषा सिक्दैछु पानीले ल भन्छ कि न भन्छ ल ए भिडियो हाम्रो यो हेर्नु न अनि सबभन्दा कान्छी सबैभन्दा जेठी हामी दुईजना चाहिँ हेर्नु म चाहिँ बुढी देख्दैछु जमाना फेरेछ जमाना फेरेछ यो त युट्युबमा आउँछ न हेर्नु सबलाई भिडियो पठाइदिन्छु लिङ्क अनि सब मैले सुरुदेखिको भिडियो ल के भन्नु छ म्याम के भन्नु छ धन्यवाद कान्छी ल के मैले बुझ्दैन अनि हाम्रो भाषामा यो पानीलाई क्युई भन्छ क्युई थुङ्गो भन्छ थुङ्गो नेवारीमा के भन्छ म्याम दिस डिना कि डुना भन्छ जडीबुटी टिप्ने ग्रुप यता हुनुहुन्छ है जडीबुटी
अब यहाँबाट हामी चढ्ने ग्रुप यता हुनुहुन्छ है। अहिले त्यस्तै भएर अलिअलि त चिन्छु अब यो मकै हो चिनिहाल्छु त्यस्तो पनि होइन सरस्वती माता की बोलो एउटै लय सक्यो म्याम अर्को नेक्स्ट यो चाहिँ कुर्ती जस्तो है डिजाइन यसको होइन त म्याम
नेपाली गीत गुन्जिरहेको छ गीता म्याम बच्चा लिएर आउनेले पनि हुन्छ यहाँ खेलाउने कुराहरू छ है हजुर जसलाई लकी ड्र पर्छ उहाँलाई चाहिँ विनर बनाउँछ हैन विनरलाई चाहिँ 1 अरु चाहिँ सबै 0 हुन्छ म नम्बर लेख्छु अनि गोला गर्छ है त हामी चाहिँ श्रमजित स्कुलबाट हो यहाँ कौशल मिसले चाहिँ गोला प्रथाको लागि चिट बनाउँदै हुनुहुन्छ यहाँ हामी बेग्र प्रतीक्षामा छौँ ल आजको को चाहिँ एकदमै लकी म्यान हैन ल एकैछिनमा थाहा हुन्छ प्रतीक्षा गर्नु म्यामहरु पनि वरिपरि बस्नु त लकी म्याम चाहिँ को लकी हुन्छ होला आज को विनर हुन्छ होला यहाँ अब चिट बनाउने कार्य सम्पन्न हुन लागिरहेछ यसरी बाडा कि टेबलमा टिप्नु हुन्छ ल एकदमै बेस्ट लाग्यो कसैले मनमा छ कि मलाई 1 पर्छ भनेर भनिहाल्नु मैले भनेको फर्स्ट हुने पैसा प्राइज कलेक्सन ल कलेक्सन फर्स्ट हुनेलाई हाम्रो 24,000 रुपैयाँ चाहिँ पुरस्कार वितरण हुँदैछ सबैबाट कलेक्ट हुँदै पुरस्कार है पुरस्कार हो पुरस्कार सबैको मन कडक्क आएको होला आफूलाई पढ्यो भने नझिक्ने हुनु पर्यो नि हुनु पर्यो 12 जनाको हैन
आमा हेर्नु न यहाँ म्यामहरूको ल खाइसक्नु भयो म्याम मिठो छ ल के म्यामहरूको निकाल्नु पर्यो नि त कस्तो लाग्यो खानेकुरा कस्तो छ एकदम मिठो एकदम टेस्टी खाकै छैन पहिले मिठो भने मलाई दाल मिठो कस्तो छ म्याम खानेकुरा हो दाल आउँदैछ हो हेर्दा त मिठो जस्तो छ ल के तपाईको खोइ त खाना ल अब हामी यहाँबाट निस्किँदैछौँ ल आउनु म्यामहरू बाई बाई के भन्नु छ कस्तो लाग्यो आज स्टेसन यहाँको हामी फेरि पनि आउने ल बाई बाई